एभ्रिवान गुड मर्निङ एन्ड नमस्ते सबैजनालाई। दिस म नाम ब्याक अनदर भिडियो। सो आजको यो भिडियो पनि एकदमै इन्ट्रेस्टिङ वान, एकदम ब्युटिफुल हुनेवाला छ, किनकि म र हाम्रो राजेन्द्र सर आज हामी दुईजनाले जाँदैछौँ काठमाडौँ नजिकै रहेको तर एकदमै ब्युटिफुल प्लेस जुन चाहिँ 14 डिस्टेन्स पनि एकदम नजिक रहेको छ भने त्यो पनि हामी घुम्नेछौँ, एक्सप्लोर गर्नेछौँ र हाम्रो थ्रु द लेन्स यसको ब्युटीहरू पनि देखाउनेछौँ। र साथसाथमा हामी त्यहाँबाट अलिकति पर गएर फेरि त्यो एउटा झोलुङ्गे पुल, फर्पिङको झोलुङ्गे पुल छ, त्यो पनि एकदम भाइरल प्लेस हो, त्यो पनि हामी एक्सप्लोर गर्न जाँदैछौँ। सो बाँकी सबै भिडियोमा हेरेर साथ दिनुहोला। साथीहरू, हामीहरूको यात्रा चाहिँ अब सुरु भइसकेको छ। अब हामी चाहिँ बर्फु साइड हुँदै अब चौबारपुर पुग्न लाग्यो। अब हामी चाहिँ पुरै जर्नीको इन्जोय गर्दै जाँदैछौँ। अब एकैछिनपछि चौबार आइपुगिहाल्छ, त्यति धेरै टाढा छैन, काठमाडौँबाट एकदम नजिक लोकेसनमा राम्रो ठाउँ पनि हो। तपाईँहरू धेरैजना घुमिसक्नु होला। अब हामी चाहिँ यसो जाँदैछौँ धेरै पछि हामी पनि। चोबार डाँडा यही हो है साथीहरू, गाइस। यतै माथि हो, यो तलबाट छिर्छ गाह्रो। नेपालको धेरै मुभी बन्ने ठाउँ चाहिँ यही हो होइन, चोबारको डाँडा भनेपछि। नेपाली मुभीहरू भयो भने यहीँ हुन्छ धेरै सिटी। यहाँबाट जाने हो बाटो चोबारको डाँडातिर। यहाँ चोबारको सिमेन्ट कारखाना हुने यहाँ थियो, अहिले चाहिँ इभी फ्याक्ट्री भएको छ। इभी पुरै इभी नै इभी हो अहिले चाहिँ। भयो भएको सबै इभी गाडीहरू यहीँ आउँछ क्या, पुरै इभी नै इभी हो यहाँभित्र। हेर्नु न गाडीहरू सब, बाँकी रोक्यो यता पनि छ, यो पनि इभीकै हो। त्यसपछि हामी एकछिन विश्राम लिँदै यो पारिपट्टिको सुन्दर दृश्यहरू पनि क्याप्चर गरौँ। हेर्नुहोस् त, यहाँ सरकारी जग्गा कति ठुलो एरियामा छ, टक्क पिकनिक सिक्ने जानलाई होइन। यतापट्टि चोबार, उतापट्टि भैँसेपाटी, टक्क बिचमा खोला रहेछ। पहिला एकदमै ठुलो बाढी आउँदाखेरि पोहोर वर्षखेरि यो खोला कत्रो ठुलो भएको थियो। यस्तो ग्रिन सौर एकदम दामी छ यहाँ। पहिला हामी पिकनिक पनि गएका थियौँ र एकछिन यसो रेस्ट गरेर यहाँको सुन्दरता पनि हामी क्याप्चर गर्दैछौँ। अहिले चाहिँ यहाँ पुरै बाख्रा, भैँसीहरू, गाईहरू चराउने र मान्छेहरूले यसो पुरै बाइक गाडीहरू सिक्ने ठाउँ पो भएर छ। जियोस् यो काठमाडौँको कोलाहलदेखि शान्त भएर पिसफुल एकछिन टक्क होइन मनलाई शान्त बनाउनु पनि यो राम्रो ठाउँ रहेछ। तर अब हामी यहाँबाट पनि कन्टिन्यू जाँदैछौँ। स्पेसल ठाउँ त अझै आउँदैछ है साथीहरू। फाइनली साथीहरू, हामीले बाइक पनि पार्किङ राखेर अब हामी टौडहतिर चाहिँ प्रवेश गर्दैछौँ। त्यहाँ नै टिकट पनि काट्नुपर्ने हुन्छ। टिकटको चाहिँ 30 रुपियाँ, 2 जना 60 रुपियाँ, त्यति धेरै कस्ट पनि छैन। अब यहाँ टिकट टक्क काटेर चेकिङ गरेर माछाको दानाहरू यताउता किनेर त्यसपछि हामी मजाले एकदम टाइम लिएर एक्सप्लोर गर्नेछौँ। सायद शनिबार आएको भए एकदम भिड हुन्थ्यो होला,
आइतबार आएको हुनाले खासै भिड पनि छैन, आनन्द छ। ल अब हामी यो पोखरीको पुरा परिक्रमा गर्न जानेछौँ बिस्तारै बिस्तारै, र यो चाहिँ फर्स्ट इम्प्रेसन पनि रहेको छ। ल हेर्नुहोस्, टक्क हेर्दाखेरि त झन् फ्यात जस्तो छ त, तर हेर्दा सानो देखे पनि यसको एरिया धेरै ठुलो छ। त्यो कुरा एकछिनपछि थाहा पाउनुहुनेछ। अहिले चाहिँ पहिला जस्तो छैन, पोखरी एकदम सफा गरेको अवस्था छ है। मामा यो चाहिँ संस्थाले नै, यहीँको वरिपरिको संस्थाले नै होला पालेको हुँदा यस्तो कति रङ्गी बिरङ्गी माछा। आमामा यहाँ कति छ पोखरीभरि, पोखरीको क्षमताले धान्न सक्ने भन्दा नि बढी माछा छ भन्ने सुन्नेमा आएको छ। आमामा कति हो कति यार, दाना दिएपछि त अब म र राजेन्द्र सर चाहिँ पालो टक्क लाएर माछालाई दाना खिलाउँदैछौँ। उहाँले एक दुई प्याकेट, अब भने माछालाई आएर खानिदिने पालो मेरो छ। यो प्याकेट चाहिँ म खानिदिन्छु टक्क लाएर। यहाँसम्म आइसकेपछि त्यति त गर्नु पऱ्यो। यहाँ कति नजिक आउने यार माछा त, सधैँ जस्तो मान्छेहरू आउँदै आएर खानिदिइरहने भएर माछाहरू पनि पुरै फ्यामिलियर भइसकेको छ। मान्छे त्यही डराउँदैन, आएर दिन्छन् भनेर नजिक आउँछन् रङ्गी बिरङ्गी माछा। यो फल पनि आनन्द हुने कि फेरि परिवारले पनि मलाई दिए हुन्थ्यो भनेर हाइच्याक गर्न आउँदैछ। न अब हामी अगाडि बढ्दैछौँ। हल्का भिडियोग्राफी अब गर्नु पऱ्यो नि यस्तो ठाउँमा आएपछि त। त्यहीबाट हामी अझै धेरै पुरै परिक्रमा गर्ने बाँकी छ, विभिन्न मोमेन्ट्सहरू क्याप्चर गर्ने बाँकी छ। अगाडि झन् इन्ट्रेस्टिङ हुनेवाला छ है। राजेन्द्र सर र मेरो प्यासन पनि एउटा अनौठो किसिमको छ है। उहाँलाई फोटोग्राफी मनपर्ने, मलाई भिडियोग्राफी। त्यो कारणले गर्दाखेरि हामी पुरै रिल्सहरू यताउता होइन, मेमोरिजहरूको लागि पनि यसरी ठक्क के क्याप्चर स्विट मोमेन्ट्सहरू क्याप्चर गर्दैछौँ। काठमाडौँको यो धुलो धुवा कामको प्रेसर त्यो सब चिजलाई साइडमा लगाएर यहाँ टक्क आउँदाखेरि छुट्टै किसिमको एउटा इनर्जी प्राप्त हुने चाहिँ त्यो फिल भइरहेछ मलाई चाहिँ। जाउँ, एरिया पनि ठुलै छ। अब टक्क यो पुरै घुम्दाखेरि त हामीलाई अब 20-25 मिनट लागिहाल्ला होइन। वरिपरि दोहा चाहिँ ठुलै रहेछ, हेर्दाखेरि सानो देखे पनि। टक्क काठमाडौँ छेउमा नजिक एरियामा टक्क घुम्न र फ्रेस हुनको लागि चाहिँ एकदम बेस्ट प्लेस नै रहेछ। टक्क रिल्सहरू भिडियोहरू यताउता बनाउनु त झन्। माछालाई दाना त हामी अघिलाई खानिदिइहाल्यौँ। अब यसो एकछिन एक राउन्ड हान्दैछौँ, मजाले एक्सप्लोर गर्नु पऱ्यो नि। दुई भाइ पनि अब कौरव घुम्यो, काठमाडौँ नजिक भए पनि म चाहिँ आएको थिइनँ। माछालाई टक्क खिलाउँदै होइन, आज सन्डे
अस्ति नै कति मरे हुन्छ माछाहरू अब यो पोखरीको वाइड भ्यू चाहिँ यस प्रकारको छ यस्तो छ कठुलो एरियामा फैलेको छ वरिपरि यसो हेर्दा झन् फ्याताल जस्तो बिचमा टक्क पनि रहेछ मन्दिर टाइपको पनि हाम्रो राजेन्द्र सर पनि म चाहिँ के कम भनेर पुरै 360 भ्यू लिँदै हुनुहुन्छ पुरै गोप्रो स्टिक लामो चाहिँ तानेर खतरा छ त हो पोखरी त अहिले त एकदम सफा गरेर दामी बनाएको छ धेरै मन पर्यो हामीलाई चाहिँ अझै हामी अगाडि गएर अझै एक्सप्लोर गर्दैछौँ अझै हामी अगाडि बढ्दैछौँ किनार हिँड्दैछौँ तर हेर्दाखेरि सानो देखा त्यो 15-20 मिनटमा पार गरिन्छ होला भनेको तर यहाँ त झन् 1 घन्टाको लाग्ला जस्तो लाग्यो फोटो भिडियो खिच्दै यताउता गर्दा रिल्सहरू बनाउने सबै यसरी क्याप्चर गर्दै जाँदा अब फेरि माथि हावाले गर्दा पानी त मजाले हल्लिएको छ त यार पुरा वेभ्स होइन पुरै समुद्र जस्तो देखाएको छ त नजिकैबाट खिच्दाखेरि त ल हाम्रो राजेन्द्र सरले यहाँ सर्ट जिम हानेर जानु पर्यो अब यत्रो तौलो आएर जिम हान्नु भने त यार खल्लो हुन्छ भन्नुभयो त्यही भएर अब टक्क जिम हानेर जानुपर्छ फ्री जिम ल अब तौलोमा आएपछि जिम पनि हान्नै पर्यो यति पनि छोडेर गयो भने त फेरि राजेन्द्र सरले मान्नुहुन्न यार 2-3 भने पनि ल भाइ बहिनीहरूको पालो जिमा हान्ने हामी चाहिँ अब लाग्छ ऊ त्यो उनीहरू पनि दामी रहेछ त ऊ त्यो के रुख हाम्रो राजेन्द्र सरको फेरि यहाँ हिरोवाला पोज आउँदैछ है फेरि फोटो भिडियो त कति हो कति कुरै छोडिदिउँ यसकै लागि भनेर हामी यहाँसम्म आएका छौँ जिन्दगी पनि यस्तै रहेछ हो साथीहरू सुख दुःख यहाँ मिलन बिछोड हरेक चिजहरू होइन कतिखेर के हुन्छ कुनै ग्यारेन्टी नै छैन त्यसैले सानो मोमेन्ट्सहरू पनि इन्जोय गर्नुपर्ने रहेछ त्यसैले हामी यही गर्दैछौँ थाहा छैन भोलि कस्तो दिनहरू आउँछ होइन सायद सम्झना त रहन्छ नि हाम्रो राजेन्द्र सर पुरै छारीमा यहाँका शीतलमा जिन्दगी त यो हाँसको छ कि टन्न खायो आनन्दले घाममा पल्ट्यो लाग्यो यति धेरै माछा छ खाएर पनि साथै छैन त्यहाँ ढुक्कर बसेको छ घाम ताप्यो ठक्क लाएर खाजा खानको लागि चाहिँ आफ्नो फ्यामिली अथवा लभरहरू लिएर टक्क यस्तो दामी ठाउँ पनि रहेछ है यहाँतिर वरिपरि रिल्याक्स भएर जोस हामीले यहाँबाट परिक्रमा गर्ने क्रममा आधा दूरी चाहिँ पार गरिसकेका छौँ आधा हात्तीमा आइसक्यो अझै हामीले आधा दूरी पार गर्ने बाँकी छ घाम लगाएर अलिकता गर्मी पनि बढेको अवस्था छ एकछिन यसो
शीतलमा रेस्ट गरेर अनि फेरि सुरु हुन्छ। हावा पनि सरर चलिरहेको छ। त्यो एउटा पोखरीको पानीहरू हेर्नुहोस् कस्तो मजाले समुद्रको छालहरू जस्तै मजाले खेलिरहेको छ। पुरै हल्लिरहेको छ एउटा रिदममा। खतरा देखाएको छ त यहाँबाट त पुरै वाइडमा त समुद्र जस्तो देख्दो रहेछ त। अब भने हामी अन्त आइसकेका छौँ जहाँबाट हामी सुरु गरेका थियौँ। एक राउन्ड घुमेर अब मात्र केही मिनट बाँकी छ। अब यहाँबाट माथि उक्लिएर के रहेछ यसो चटपट सटपट के मोमोल के खाजाहरू पनि छ बस्छ। चिसो यताउता टक्क एकछिन कुल हुनुपर्ने छ यहाँ यसो 10-15 मिनट, किनकि यत्रो वरिपरि हेरेर हामी अलिअलि थाकिसकेका छौँ। आफू त पनि साथीहरू प्रकृति प्रेमी, यस्तो ठाउँ देखेपछि यसो 2-4 सिनेमेटिक सटहरू लिन, स्लो मोसन सटहरू लिन मन लागिहाल्छ फेरि होइन। ठक्क लगाएर आफ्नै पारामा र साथीहरू अब हामी यो तौदाको एक्सप्लोर गर्ने क्रममा अब हामी अन्तिम आइसकेका छौँ। जहाँबाट सुरु गऱ्यो हाम्रो यात्रा त्यहीँ इन्ड हुन गइरहेछ होइन। अब हामी यहाँबाट फेरि जानेछौँ उता फर्पिङको त्यो भाइरल सस्पेन्सन ब्रिजलाई पनि एक्सप्लोर गर्नेछौँ। त्यो चाहिँ सायद हामी अर्को पार्ट 2मा चाहिँ ल्याउनेछौँ, किनभने भिडियो धेरै लामो हुन्छ। अब यहाँ माछालाई अलिअलि ट्याकटुक खानिदिएर त्यसपछि हामी लाग्छौँ। साथीहरू आज चाहिँ हाम्रो यात्रा यहाँसम्म नै होइन। अब हामी अर्को भिडियोमा भेट्यौँ। त्यस्तै भिडियो हेर्नको लागि लाइक कमेन्ट शेयर सब्सक्राइब गरेर मलाई हेल्प पनि गर्नु होला। र काठमाडौँ नजिकमा एकदमै सुन्दर प्लेसको रूपमा यो लिस्टमा यो ठाउँ पनि आउँछ तौदा। आउनु होला, आफ्नो मोमेन्ट्सहरू क्याप्चर गर्नु होला। स्पेसली रिल्सहरू यताउता बनाउँदा एकदमै राम्रो, एकदमै दामी छ ठाउँ, एकदमै सफा दामी भएको छ, पहिला जस्तो छैन।